मोटर गुड्ने बाटोले भर्खरै जोड्दै गरेको ठाउँ हो साइनबोर्ड। जिटिए क्षेत्रको खरसाङ खण्ड अन्तर्गत पाण्डु ग्राम पञ्चायतमा पर्ने यो गाउँ मिरिक खण्डको डुप्टिन ग्राम पञ्चायतको नाम्सु नजिक पर्ने गर्दछ। एकातिर बालासन नदी, अर्कोतिर खहरे खोलाले छेकेको गाउँमा बिजुली बत्ती बले तापनि यातायात अर्थात् सडक निर्माण भएको थिएन। तथापि हाल गाउँमा सडक निर्माण कार्य धमाधम भइरहेको छ। विगत धेरै लामो समयदेखि यस क्षेत्रमा बस्दै आइरहेका गाउँवासीहरूले यस ठाउँमा धान लगायत अन्य फसलहरू उब्जाए तापनि हाल खोलाको कुलो फर्काउन असमर्थ छन्, जसको कारण यहाँ फसल लगाउन छाडेका छन् गाउँवासीले। साथै क्षेत्रका युवाहरू गाउँघर बिर्सिएर गाउँघरलाई नै बचाउन परदेश लाग्नुपर्ने अवस्था छ। अब बाहिर राखेर कर्सियङमा यहाँ अब कतिजना प्रायःहरू अहिले माथि कर्सियङमै बसेर पिजीमा रेन्टमा आमाहरू है कोही माथि कर्सियङमै फ्यामिली बसेर नानीहरूको लागि बस्नु छ। अहिले त्यो भएर गाउँमा फिलहाल चाहिँ मान्छे छैन। अहिले चाहिँ मान्छे कम्ती छ है? हजुर, म पनि अब भन्नु माथि नै बसेँ अहिले फिलहाल चाहिँ झरेर यता नानीलाई मन्दिरतिर हालेर घरमा। साइनबोर्ड विगत धेरै वर्ष अघिदेखि नै यस क्षेत्रमा सडक निर्माण हुने भएको थियो। त्यस समय जिल्ला परिषदले सडक निर्माण गर्ने कुराहरू गरेको बताउँछन् बुढापाकाहरू। त्यही समयमा यस क्षेत्रमा एउटा ठुलो साइनबोर्ड लगाएको थियो भने सोही समयदेखि यस ठाउँको नाम साइनबोर्ड भएको बताउँछन् स्थानीय वयोवृद्ध। त्यसरी त्यो साइन टाँसेको थियो, अन्त त्यसले सबलाई साइनबोर्ड 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 भन्दा त्यतिले गाउँको नामै साइनबोर्ड भएको। के को साइनबोर्ड चाहिँ? पहिला जिल्ला परिषद रोड हो नि यो। त्यसो त पहिला त कहाँसम्म पुगेछ यो बाटो चाहिँ? खास यो पर पौरस त्यहाँसम्म पुगेको है? त्यहाँसम्म पुगेको। पहिले मनग्गे धान खेती हुने ठाउँमा खहरे खोलाको पानी ल्याउन नसकेपछि हाल सिमरायो खेती गर्दै आइरहेका शिवराई भन्छन् यस खेतीले नै गाउँमा बसेर काम गर्न मन लाग्छ। उनले हप्ताभरि विभिन्न हाटहरूमा सिमरायो लगेर बिक्री गर्ने गर्दछन्। बँदेल सिम्बल रोड रोप्यो बँदेललाई, अन्त सिमरायो त छुँदैन रहेछ। बन्नेले पनि छुँदैन, के पनि छुँदैन। अब त्यसलाई चाहिएको भनेको अलिकति गोडमेल र पानी चाहियो है, बेला बेला त्यो मलजल गर्नु पर्यो, मलजल चाहियो। त्यही मात्रै भयो नि त। अहिले फेरि मार्केट पनि राम्रो पाएको छ यहाँको सिमरायोले है? एकदमै। भनेपछि अहिले सबैले यहाँ गाउँको भरिको सबै प्रायःले नै सिमरायो नै गर्छ है? सबैले नै सिमरायो बेच्छ। हजुर, त्यहाँदेखिको बाहिर अदर खेती नै सिमरायो, खेती गऱ्यो भने चाहिँ सिमरायो। अब म प्रायः अब यहाँदेखिको लिएर नक्सल सालबाडी यो सबै हाट त्यो डल्लै हप्तामा डल्लै घुमाउँछु। अब गाडी एकै गाडी लान्छु होइन। हजुर, 250-300 बिटा लान्छु। तपाईँको खालि नलगेको भनेको शुक्रबार मात्रै हो। शुक्रबार चाहिँ घरमा रेस्ट हुने रहेछ। हजुर, शुक्रबार किन हाट पनि रहेनछ हाम्रो। कहीँ पनि छैन शुक्रबारको चाहिँ हाट है? हजुर, प्रत्येक हाट घुम्दाखेरि चाहिँ शुक्रबार चाहिँ हाट छैन। अब यस्तो मतलब होइन, कति 7 दिनमा 6 दिन चाहिँ तपाईँ हाटै जानुहुन्छ भने सिमरायो मात्रै लानुहुन्छ। हजुर, सिमरायो चाहिँ कति छ तपाईँको खेती? यो पो हेर्ने इच्छा भयो त। होइन, गाउँमा पनि उठाउनुहुन्छ होला नि त? म गाउँतिर पनि कलेक्सन गर्छु र प्रायः त अब आफ्नै नै लगाएको। अरू अन्यले पनि सिमरायो लान्छ है? हजुर, बाइकतिर सिमरायो लान्छ। हजुर, र अलिकति गाडीमा लाने चाहिँ मै पऱ्यो। हजुर। शिवलाई क्षेत्रमा सडक निर्माण कार्य पुरा भएपछि एउटा पिकनिक स्पोट बनाउने इच्छा छ, जुन सारा गाउँको पनि इच्छा हो। उनीहरूको इच्छा पुरा हुन्छन् वा हुँदैनन् यसबारे पनि अर्को रिपोर्ट लिएर आउनेछौँ। अहिलेलाई बिदा चाहन्छौँ।